सबैजनाले भनिरहने कुरा फ्रिलान्स भिजालाई नेपालबाट आउँदाको लागि किन यति धेरै महँगो? भिजिट भिसामा गएर पनि त काम खोज्न सकिन्छ, काम गर्न सकिन्छ भन्नेहरूको लागि। अनि यो भिजामा आउँदाखेरि काम नपाइने पो हो कि, अनि स्क्याममा पर्ने पो हो कि भन्ने धेरै मान्छेको क्वेसनहरू। आज चाहिँ म यो क्वेसनहरूलाई क्लेरिफाई गर्न चाहन्छु, नबुझेको मान्छेहरूलाई बुझाउन चाहन्छु। तपाईँको उमेर 40 भन्दा बढी भइसक्यो। कम्पनीको काम गर्नको लागि नेपालबाट एप्लाई गर्नुहुन्छ, तर कम्पनीले भिजा रिजेक्ट गरिदिन्छ किनभने तपाईँको उमेर 40 वर्षभन्दा बढी भइसक्यो। अनि घरमा सपोर्ट छैन, यो महिलाहरूको लागि भन्दैछु। घरमा सपोर्ट छैन, कमाउन रहर छ, आफ्नो बालबच्चालाई राम्रो स्कुलमा पढाउन रहर छ, विदेशमा गएर काम गरौँ भिजा आउँदैन, घरमा कसैको सपोर्ट छैन, कसरी काम गर्ने त? ल कसरी विदेश जाने त? कमाउन त जाने, जोस छ, जाँगर छ, हिम्मत छ, म केही गर्न सक्छु भन्ने आँट पनि छ, तर जाने चाहिँ कसरी त? कम्पनीले भिजा दिँदैन, कम्पनीले काम दिन्छ तर भिजा दिँदैन, नेपालबाट आउन सकिरहेको छैन भने हो, त्यो मान्छेको लागि बेस्ट अप्सन हुन सक्छ फ्रिलान्स भिजा। तपाईँले उमेरमा कुनै पनि हकबन्दी हुँदैन। तपाईँ 40 वर्षभन्दा माथि हुनुहुन्छ र पनि काम गर्छु भन्ने तपाईँसँग मनमा हिम्मत छ, म दुबईमा गएर काम गर्न सक्छु भन्ने तपाईँको मनमा आँट छ भने तपाईँ नेपालबाटै श्रम गरेर आउन सक्नुहुन्छ। होला, म यो भन्दाखेरि यो पनि भन्न चाहन्छु कि हुनसक्छ तपाईँ आउने बित्तिकै तपाईँले भने जस्तो काम नमिल्ला, तर तपाईँ दुबईमा आएपछि केही समय बस्दै गइसकेपछि यहाँको इन्भाइरोमेन्टहरू बुझ्दै गएपछि तपाईँले स्टेप बाई स्टेप कामहरू चेन्ज गर्न सक्नुहुन्छ। तपाईँसँग कुनै पनि कम्पनीको पर्मनेन्ट भिजा हुँदैन, तपाईँसँग आफ्नो भिजा हुन्छ जसको मालिक तपाईँ आफै हुनुहुन्छ। तपाईँले यो ठाउँमा काम गर्दै हुनुहुन्छ, तपाईँलाई मन परिरहेको छैन भने बिस्तारै तपाईँले यो दुबईको इन्भाइरोमेन्ट बुझ्दै गएपछि तपाईँले सजिलै काम चेन्ज गर्न सक्नुहुन्छ। एकै ठाउँमा बसेर काम गरिराख्नुपर्छ भन्ने बाध्यता पनि हुँदैन। इमर्जेन्सी पर्दाखेरि आफ्नो घर जान सक्नुहुन्छ, आफ्नो फ्यामिलीलाई दुबई घुमाउन ल्याउँछु भन्दा पनि सम्भव भयो। कति यही कुराहरू गरिरहँदाखेरि चाहिँ कति मान्छेले यो भन्नुहुन्छ नि, त्यसो भए किन हामीले यत्रो महँगो गरेर जाने, भिजिट भिसामा जान्छौँ, यत्रो पैसा किन खर्च गर्ने भन्दाखेरि भिजिट भिसामा भनेको तपाईँलाई अनेकौँ समस्या हुन्छ। एक त भिजिट भिसा भनेको घुम्ने भिजा हो, टुरिस्ट भिजा हो। तपाईँले यो भिजामा आएर काम गर्न पाउनुहुन्न र यसको समय अवधि भनेको एकदमै थोरै हुन्छ, जुन समयमा तपाईँले आफैले काम खोजेर गर्नुपर्ने हुन्छ, तपाईँको भिजा स्ट्याटस चेन्ज गर्नुपर्ने हुन्छ। यदि त्यो गर्न सक्नु भएन भने कि त तपाईँ देश छोडेर जानुपर्ने हुन्छ या त तपाईँको भिजा एक्सटेन्ड गर्नुपर्ने हुन्छ। अहिलेको समयमा तपाईँको भिजा एक्सटेन्ड गर्नलाई पनि A2A गर्नुपर्ने हुन्छ। तपाईँ कुनै अर्को देशमा गएर एयरपोर्टबाट फेरि दुबई आउनुपर्ने हुन्छ। कहिलेकाहीँ अन टाइममा भिजा निक्लिँदैन, तपाईँले डिपोजिट राखेर जानुपर्ने हुन्छ, धेरै खर्चहरू झन् प्लस हुन्छ, कामको समस्या त छँदैछ। सो यो भिडियो बनाउनुको तात्पर्य चाहिँ के हो भनेदेखि जति पनि मान्छेहरूले हामीलाई यत्रो कष्ट भयो, तपाईँहरूले लिएर जानुहुन्छ, काम पनि दिनुहुन्न भन्नुहुन्छ, हामीले दिने काम तपाईँलाई मन नपर्न सक्छ किनभने तपाईँको आफ्नो भिजा हुन्छ। तपाईँले भन्नुहुन्छ मैले यति खर्च गरेँ, म किन यो काम गर्नु, म आफै काम खोजेर पनि गर्न सक्छु। होला, स्टार्टिङमा तपाईँले यो नभने पनि तर तपाईँलाई केही समयपछि चित्त नबुझ्न सक्छ। तपाईँसँग आफ्नो भिजा छ, आफ्नो तरिकाले काम गर्ने अधिकार पनि तपाईँ आफैसँग हुन्छ। सो नेपालबाट जति पनि मान्छेहरू हाम्रो विश्वास गरेर आउनु भएको छ, आजसम्म उहाँहरूले काम नपाएर फर्केर जानु परेको या त काम नपाएर त्यत्तिकै दुबईमा बस्नु परेको कुनै पनि त्यस्तो रेकर्डहरू छैन। हामीले तपाईँलाई लिएर आउँदाखेरि जब लाउने ग्यारेन्टी नदिए पनि तपाईँलाई 101% काम खोजिदिनको लागि हामीले मद्दत गर्नेछौँ। हामीले लिएको मान्छेले काम गरोस् भन्ने चाहना हाम्रो पनि हुन्छ। तपाईँलाई एउटा राम्रो काम गरियो, तपाईँको मन जित्न सक्यो भने तपाईँले नै हो तपाईँको साथीभाइलाई हाम्रो बारेमा भन्ने, यो मान्छेलाई ट्रस्ट गर्न सक्नुहुन्छ भनेर। सो यदि तपाईँ उमेर बढी भएको छ, दुबई जान सक्दिनँ कि भन्ने तपाईँको मनमा छ भने मलाई कन्ट्याक्ट गर्नुहोस्। तपाईँलाई दुबईमा लिएर 2 वर्षको आजाद भिजा दिने जिम्मा मेरो, त्यो पनि नेपाल सरकारले तोके बमोजिम श्रम स्वीकृत गरेर। हस्त, धन्यवाद।